वर्षाको माझमा गीत गाउँछ कल कल झरनाको तालमा फर्किआउने हो कि होइन मोटरको कराउनु होइन नि सम्झाउनु
भनेर बढी बढी जेरी चाहिँ बनाउनु हुने भनेर नि जेरी अब चाहिँ भनेर जानु जेरी चाहिँ बनाउनु कसरी भन्नु चन्द्रमुखी पद्मासिनी मङ्गल की छौ खानी हंसको सवारी तिम्रो दिव्य तेज की खानी जय सरस्वती माता हातमा वीणा मालाको शोभा शिरमा मुकुटै छल्कने गलामा मोतीको दिव्य कान्छी अनि बच्चा रेड टिका लाउँदै शरण आउने पूजा कतिजना आइसकेको छैन अब हाम्रो यो सेवा सुरु हुन्छ जीवनको सबभन्दा पहिले पूजा हुनेछ प्रकाश भिडियो ठाडोबाट बनाउँछ टिकटकको लागि हाम्रा अभिभावकज्यूहरूलाई पनि हामी यो आजको सरस्वती पूजामा सहभागी भइदिनुको निम्ति अनुरोध गर्न चाहन्छौँ। अभिभावक हुनुहुन्छ हाम्रो ज्येष्ठ सदस्य हुनुहुन्छ हाम्रो धनबहादुर सरलाई आजको यो सेवा सुरु गर्ने अनुरोध गर्छु। हाम्रो स्कुल अध्यक्षज्यूलाई पनि र हेर्छ सम्पूर्ण गुरुआमाहरू डेवालाई बोलाउ न एकजना डेवा सुख तुलुङहरूले सबैले साथ दियोस्। उयो मेरो त्यहाँ बजाइदिउँ न त्यहाँ हो त्यहाँ 000 ल यो देवा देवालाई भाइ भनौँ ए देवा आउनुहोस् न देवा मिस 000 उहाँलाई त टिका कसरी लगाइदिनुहुन्छ सर?
स्वरहरूलाई अरू अझै धेरै शिक्षाहरू दिनु पूजाहरूको हितकारी सुखकारी जय जय सरस्वती माता जय जय सरस्वती यिनीहरू त स्कुल लाग्ने टाइममा मात्रै आउने होला अहिले 8:30 जुत्ता खोलेर जानु उयो राख्नु साइडमा उता साइडमा छिटो है छ आयोगमा स्तरमा नाम निस्कियोस् यस विद्यालयमा पटक पटक आएर सपोर्ट गर्ने सहयोग गर्ने हाम्रो बौद्धिक विद्वान भवन छ फेरि पनि स्कुलमा स्थायी भएर फर्केका हुने र त्यसमा शुभेच्छा आशीर्वाद आउनु बाबु आउनु तिमी आऊ यहाँ चढाउनु यता चढाउनु अनि यो यहाँ राख्नु यता लगाइदिनु माथि सरस्वती अब रोक्नु ल धेरै ज्ञान दिनु भनेर रोक्नु ल यहाँ यसो रोक्नु यहाँ यसो जिउ गर्नु ठुलो मान्छे हुनु ल कति भन्दा अति ठुलो मान्छे हुनु ल नाति हुन्छ नि यता हेर्छलाई चाहिँ ढोगेर जानु ठिक छ गुड नमस्ते मात्रै गर्न जानु भयो तिमीहरू पढ्नु पढेर ठुलो मान्छे बन्नु सरस्वती आशीर्वाद दियोस् ल तिमीहरू पढाइ राम्रो उता बाँड्दै हुनुहुन्छ त यो पनि दिनु अरे चढाको पनि ए हो त्यसो अलिअलि दिउँ न हातैमा दिउँ न ढोग्नु पनि भाइ मलाई पढ्नु धेरै आओस् भन टोपी लगाउनु ल
यताको त आएन नि अझै कुन लागि साउन्ड लु भन्दा सानो ठुलो कुन लागि लु त्यसो निकाल्नु केटाहरू बोलिहाल्छ नि के हुन्छ मुटु थाहा छैन त्यसो भने निकाल्नु ओइ सरस्वती नमो नमः केटाहरू यो चाबेर बोक्नुपर्छ सरस्वती माता की छैन खोइ त जाऊ
माथि जाने बहिनीहरू गुलियो खाएपछि जहिले पनि मुख कुल्ला गर्नुपर्छ खाइसक्नेले एउटा सफा पानीले मुख कुल्ला गर्नु होला ल यो गुलियो चाहिँ दाँतमा अड्यो भने दाँतलाई किराले खान्छ त्यसले गर्दाखेरि गुलियो चाहिँ पखालेर कुल्ला गरेर फाल्नुपर्छ बुन्दा खाइसक्नेहरूले ल अनि खाइसक्नेहरूले चाहिँ मुख कुल्ला गर्नु बुझ्यो सरस्वती